केही दिन अगाडि कैलालीको घोडाघोडी नगरपालिकाले संस्कृति आदान प्रदानको नाममा एक ठेकेदारको आदेश मान्दै विदेशीहरूलाई धुमधामका साथ घोडाघोडी क्षेत्रमा स्वागत गरेका विदेशी नागरिकहरूलाई कैलालीको सिडिओ गोगन हमालले 24 घण्टाभित्र त्यस क्षेत्रबाट अन्यत्र सर्न र त्यो क्षेत्र छाड्न निर्देशन दिएका छन्। सिडिओ सहितको टोली सो जङ्गल क्षेत्रमा अनुगमनको लागि पुगेको थियो। सो अवसरमा ती विदेशी नागरिकहरूले कैलालीको त्यो वन क्षेत्रमा बस्नको लागि स्थानीय तह तथा कैलाली प्रशासनबाट कुनै पनि अनुमति नलिएको समेत सिडिओ हमालले जानकारी दिएका छन्। तर यसरी गैर कानुनी रूपमा घोडाघोडी नगरपालिकाको एक जङ्गल क्षेत्रमा बसेका उनीहरूलाई कैलालीको घोडाघोडी नगरपालिकाले भने धुमधामका साथ घोडाघोडी क्षेत्रमै एक ठेकेदारको आदेशलाई आज्ञा पालन गर्दै केही दिन अगाडि स्वागत गरेको थियो। संस्कृति आदान प्रदानको नाममा स्वागत गरेका ती विदेशीहरू त्यो क्षेत्रमा नङ्ग वस्त्रमा समेत बस्ने गरेको, गाँजा भाङ धतुरो जस्ता सेवन गरेर नङ्ग अवस्थामा बस्ने गरेको समेत पाइएको छ। यसै विषयमा कैलालीका पत्रकार प्रकाश मिश्रले समाचार लेखेपछि ती ठेकदार डबल शाहले पत्रकार मिश्रमाथि कुटपिट समेत गरेका छन्। होइन, विगत चाहिँ एक हप्तादेखि यो गोदा होइन के अरे सिमली यो घोडाघोडी चाहिँ चारमा विभिन्न देशका चाहिँ विदेशीहरू एउटा रेनबो ग्रुपको नाउँमा चाहिँ जङ्गलमा बसिरहेका छन् भन्ने कुरा हामीले मिडियाबाटै थाहा पाएका हौँ र हाम्रो स्थानीय चाहिँ प्रहरी संयन्त्रलाई पनि हामीले केही समय अगाडि 20 दिन अगाडि बुझ्न पनि पठाएका थियौँ र त्यसरी त्यहाँ बुझ्दाखेरि चाहिँ पालिकाबाट चाहिँ अनुमति लिएको नदेखिएको, तर पालिकामा चाहिँ अनुमतिको लागि निवेदन वडासम्म निवेदन चाहिँ देखिएको चाहिँ र सँगसँगै यहाँ आउने विदेशी विभिन्न देशका चाहिँ रहेको पनि देखिएको हो। यो जङ्गलमा गतिविधि मिडिया पनि अलि आइसकेको र यो उनीहरूको चाहिँ गतिविधिलाई हेर्दाखेरि आज समग्र जिल्लाको सुरक्षा चाहिँ निकाय सबै टोलीहरू नै हामी आइपुगेका छौँ। अहिले त्यहाँ भिजिट पनि गऱ्यौँ र उनीहरूको अरू गतिविधि त्यस्तो अन्य ढङ्गको गतिविधि नदेखिए पनि तर बिना अनुमति त्यसरी सार्वजनिक जङ्गलमा चाहिँ बस्न पनि पाइँदैन र सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने हो। त्यो अनुमति लिएको देखेको पनि छैन। त्यसो भएको कारण उनीहरूलाई हामीले 24 घण्टाभित्रै चाहिँ आफ्नो चाहिँ अन्य स्थानमा चाहिँ जानको लागि हामीले भनि पनि सकेका छौँ र त्यही ढङ्गले उहाँलाई भनिसकेका छौँ। अब केही दिन अगाडि घोडाघोडी नगरपालिकामा उहाँहरूको स्टेज सहितको एउटा कार्यक्रम पनि भएको छ। कार्यक्रममा जसले यहाँ स्थानीय त्यो मान्छेले उहाँहरूलाई सहजीकरण ल्याएको अर्थात् यहाँसम्म ल्याएको भन्ने छ नि, उहाँहरूले जिल्लाबाट र स्थानीय सरकारबाट पनि अनुमति दिएको भन्ने खालको बोल्नु भएको थियो। त्यो वास्तविकता के हो? होइन, मैले अहिले पनि तपाईँलाई भनिसकेँ, अनुमति लिएको कहीँबाट पनि देखिएको छैन र अनुमतिका लागि वडामा उहाँहरूले निवेदन दिएको र वडाले चाहिँ अनुमतिका लागि पालिकामा सिफारिस गरेको सम्म देखिन्छ र पालिकाले अनुमति दिएको छैन। तर यस्तो चाहिँ जङ्गलहरूमा मलाई लाग्छ यो पालिकाले नै अनुमति दिएर राख्ने विषय पनि हुँदैन। यो चाहिँ टुरिज्म डिपार्टमेन्ट होला, होइन, फरेस्ट डिपार्टमेन्ट होला अथवा सङ्घीय कुनै मन्त्रालयबाट चाहिँ अनुमति लिनुपर्ने प्रक्रिया पनि हुनसक्छ यस्तो ग्रुपहरूको लागि। यो रेनबो टाइपको ग्रुप रहेछ र त्यो अनुमति चाहिँ लिनुपर्ने उहाँले अनुमति लिएको पनि देखिँदैन र जो चाहिँ त्यस्ता स्थानीय तहका जो ग्रुपहरूले त्यो ढङ्ग गरिरहेछन् त्यो गलत हो र उहाँहरूले त्यो ढङ्गको चाहिँ गर्न पाइँदैन। त्यस्तो चाहिँ गलत काम गरेर त्यसको गलत नियतले चाहिँ उनीहरूले परिचालन भएका छ भने पक्कै पनि त्यसमा हामी अनुसन्धान गर्दैछौँ, कानुनी कारबाही हुन्छ। सर, अब यहाँहरूको अल्टिमेटम 24 घण्टाको जुन छ यो अटेरी गऱ्यो भने के हुन्छ? उनीहरूलाई त कानुनी कारबाही भइ नै हाल्छ नि। हामीले 24 घण्टाको टाइम दिएका छौँ। 24 घण्टा भने धेरै थुप्रै टाइम हो। यहाँबाट रोड टाढा पनि छैन, नजिकै छ। उहाँहरू अहिले 2-3 घण्टा हिँडेर तल सडकमा पुगि नै हाल्नुहुन्छ। खासै यहाँ बस्नलाई धेरै ठुलो बन्दोबस्तीका सामान पनि छैन, टेन्टहरू मात्रै पनि देखिन्छ। त्यसो भएको हुनाले चाहिँ त्यो टाइम भनेको प्रशस्तै टाइम हो। त्यो टाइममा उहाँहरू जानुपर्छ, त्यसको अन्य कुनै विकल्पै छैन।